यतापट्टिको साइडमा हामी त्यहाँ मिडियाकर्मी साथीहरूलाई छुट्याइएको छ। अन्य यो जिल्ला अदालतबाट प्रभाव हुने सेवाको निम्ति आउनु भएको हो भने कृपया यतापट्टि लाइनमा बस्दिनु होला, यतापट्टि भिडभाड नगरिदिनुहोस्। दर्शकबिन यतिखेर जिल्ला अदालत अगाडि निकै भिड लागेको छ। अहिले एमाले अब 12 बजेदेखि आन्दोलन गर्ने काठमाडौँमा भनिसकेपछि यहाँ प्रहरी पनि एकदमै बाक्लो मात्रामा परिचालन गरिएको छ। अब हिजो पक्राउ परेको रमेश लेखकलाई अब केही बेरमा जिल्ला अदालतमा उपस्थित गराइँदैछ भने केपी शर्मा ओलीलाई चाहिँ यसपालि आजको दिनमा जिल्ला अदालतमा उपस्थित नगराउने कुरा भर्खरै आएको छ। अहिले यतिखेर हामी काठमाडौँ जिल्ला अदालत अगाडि छौँ। प्रहरीले माइकिङ गरेर यहाँ भिडभाड नगर्न अनुरोध गरिरहेको छ भने यहाँ बाक्लो मात्रामा प्रहरीहरू पनि परिचालन भएर तमतयार अवस्थामा बसिरहेको हामीले देख्न सक्छौँ।